मध्यपूर्वमा रहेका नेपालीहरूको लागि अर्थात् साउदी, कतर, दुबई, बहरान, ओमान र यमनमा रहेका नेपालीहरूको लागि यो अत्यन्तै महत्त्वपूर्ण भिडियो रहेको छ। भिडियो सुरुदेखि अन्त्यसम्म हेर्नुहोला। नमस्कार, म सुन्जित तामाङ, साउदी अरब रियादबाट। हजुर, मध्यपूर्वमा भइरहेको विद्यमान परिस्थितिलाई मध्यनजर गरेर अर्थात् इजरायल र इरान बीच भइरहेको युद्ध द्वन्द्वको कारण मध्यपूर्वमा पनि धेरै ठुलो प्रभाव पारिरहेको छ। यस अर्थमा मध्यपूर्वमा धेरै नेपालीहरू रोजगारको सिलसिलामा हुनुहुन्छ र यस अर्थमा नेपालीहरूलाई भोलिका दिनहरूमा भइपर्ने आउने समस्या र समाधानको लागि मध्यनजर गरेर नेपालीहरू कुन ठाउँमा कति हुनुहुन्छ अथवा कुन देशमा, कुन क्षेत्रमा, कुन सहरमा कति हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भनेर विभिन्न जानकारी लिनको लागि नेपाल सरकारदेखि निर्माण गरिएको वेब पोर्टल छन्। त्यसमा चाहिँ विशेष गरी तपाईँहरूले तपाईँको पासपोर्ट नम्बर र तपाईँको जन्ममिति इन्ट्री गरेर त्यसको लागि तपाईँले एउटा फारम भर्नुपर्ने हुन्छ। त्यसको लागि मैले तलको लिङ्कमा अथवा कमेन्ट बक्समा पनि त्यो लिङ्क राखिदिनेछु। तपाईँले तपाईँको पासपोर्ट नम्बर, डेट अफ बर्थहरू राखेर चाहिँ त्यो फारम भर्नुपर्ने हुन्छ र तपाईँ बस्ने सहर, तपाईँ बस्ने ठाउँको नाम, तपाईँ बस्ने कम्पनीको नाम, अहिलेको अवस्था के छ भन्ने कुरा त्यसमा तपाईँले चाहिँ त्यो भर्नुपर्ने हुन्छ। त्यसको लागि विस्तृत जानकारीको लागि मैले यो भिडियो बनाएको छु। हेर्नुहोस् है त। तपाईँले यस लिङ्कमा क्लिक गरिसके पछाडि तपाईँले राहदानी नम्बर अनि तपाईँको जन्ममिति, सही जन्ममिति हाल्नुपर्ने हुन्छ। यस जन्ममिति हालिसके पछाडि तपाईँले सर्च बटनमा क्लिक गरिसके पछाडि यहाँ सबै तपाईँको डेटा खुलेर आउँछ। राहदानी नम्बर, जन्ममिति, तपाईँको नाम है, अनि तपाईँ नेपाल कुन ठाउँमा छ भन्ने कुरा यहाँ अटोमेटिकली आउँछ। त्यस पछाडि अब तपाईँ अहिले कुन ठाउँमा हुनुहुन्छ, आफू रहेको देशको नाम, त्यस्तै गरी तपाईँ कुन सहरमा हुनुहुन्छ, नेपाली राजदूतावास कुन ठाउँमा हुनुहुन्छ, तपाईँको नजिकको कुन छ है, अनि तपाईँ विदेशमा के को लागि यहाँ बस्दै हुनुहुन्छ, विद्यार्थी, पर्यटक अथवा अन्य अथवा कामदार, त्यो सेलेक्ट गर्ने र अहिले तपाईँले प्रयोग गरेको नम्बर, मोबाइल नम्बर सेलेक्ट गर्ने। त्यस्तै गरी कम्पनी, संस्था, होटलको नाम, तपाईँ कुन कम्पनीमा काम गर्दै हुनुहुन्छ त्यसको नाम लेख्ने। अनि त्यस्तै गरी कम्पनी, संस्था, होटलको ठेगाना कुन ठाउँमा हुनुहुन्छ त्यो ठेगाना लेख्ने। कम्पनी, संस्था, होटलको इमेल नम्बर अथवा अर्थात् कम्पनीको इमेल नम्बर लेखिदिने। त्यस्तै गरी कम्पनी, संस्था, होटलको सम्पर्क नम्बर, कन्ट्याक्ट नम्बर, कम्पनीको कन्ट्याक्ट नम्बर अथवा तपाईँको मुदिरहरूको कोही कसैको कन्ट्याक्ट नम्बर राखिदिने। त्यस्तै गरी तपाईँ यस देशमा कति वर्षदेखि बस्दै आउनुभएको छ भनेर सोधेको छ। तपाईँ कति वर्ष भयो यहाँ तपाईँ बसेको बसोबास, अर्थात् तपाईँ साउदी बसेको कति वर्ष भयो त्यो लेखिदिने। तपाईँको साथमा रहेका नेपाली नागरिकहरूको कुल सङ्ख्या, अर्थात् तपाईँको कम्पनीमा कतिजना नेपालीहरू हुनुहुन्छ त्यो सङ्ख्या लेखिदिनुहोस्। त्यस्तै गरी हालको स्थान, करेन्ट जिपिएस लोकेसन, अहिलेको जिपिएस लोकेसन राखिदिनुहोस् है। त्यस्तै गरी हालको अवस्था, तपाईँ सुरक्षित हुनुहुन्छ अथवा असुरक्षित हुनुहुन्छ, यो टाइप गरिसके पछाडि तपाईँले सबमिट गरिदिनुहोस् है। यति भइसके पछाडि तपाईँको यो डकुमेन्ट सबमिट भएको हुन्छ है त। ल, भिडियो हेरिदिनु भएको छ त्यसको लागि थ्याङ्क यू सो मच।